आज चाहिँ हामी घुम्न जाँदैछौँ ग्यान्डिङ आइल्यान्ड, बातु केभ र केएलसीसी। सुरुमा हामी जाँदैछौँ केबल कारको टिकट काट्न। के अरे यो बिना भित्र आउन दिँदैन हैन। फाइनली मेरो हातमा पनि टिकट आइसकेको छ। साथी मदाई लाग्यो माथितिर। मेरो चाहिँ दोस्रो पटक थियो केबल कारमा। चाहना मनमा उडाई ल्यायो कि आवारा मौसम। त्यहाँ फेरि केएलसीसी देखियो यार, भन्न नमिल्ने। दाइहरुसँग रमाइलो गर्दै भित्रतिर लाग्यो। साथी फेरि यो गाडी म किन्छु भन्दै यताउता हेर्दै। है गाइस, हामी चाहिँ आज ग्यान्डिङ आइल्यान्ड आइसक्यौँ। कहिलेकाहीँ घुम्नुपर्छ। त्यहाँबाट घुमिसकेर लाग्यो तलतिर। त्यहाँबाट फेरि हामी हिँडिसक्यौँ बातु केभतिर। ल बातु केभको झरना है यहाँ चाहिँ। ल बजारी सर देखिरहेको छ बातु केभको झरना। राम्रो। बातु केभ घुमेर फेरि लाग्यो केलतिर। है गाइस हामी ल है गाइस फाइनली केएलसीसीमा आइए। ल केएलसीसीमा नाइट भ्यूको लागि हामी रोक्यौँ। दिनमा भन्दा रातिमा चाहिँ मान्छे धेरै हुने रहेछ। फाइनली नाइट भ्यू एरिया लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद तपाईँहरूलाई। प्लिज साथ र सपोर्ट पनि गरिदिनु हुन अनुरोध गर्दछु। जानी नजानी बनाएको छु एन्ड बाई मेरो ब्लग।